हेलो, आज चाहिँ म घुमी पुलिस अफिसमा ट्रान्सलेट गर्नको लागि जान लागेको। आज पुलिसमा ट्रान्सलेट गर्ने चाहिँ पहिलो अनुभव हुनेछ। जाँदैछु है, 3टा गाडी चढ्नु पर्ने रहेछ। बसबाट ओर्ले म अब यहाँनिर ट्रेन स्टेसनमा यहाँनिर जाँदैछौँ। थुप्रै यसरी नै डोर्याएर हिँड्दा चाहिँ जस्तो बुढी मान्छे भए पनि ठेग्योङ सन थानुनकोट भनेर लेखा रहेछ। म त थाहै नपाएर छिटो जानुपर्ने। ओहो, पैसा 750 त लिने रहेछ त। ट्रेन तल पर्खिरहेछ। झ्याप्पै थुनिहालेर म बित्तिकै अब चाहिँ हामी घुमीमा आइपुग्यौँ। सोगोकी थप्पा म खाँदैछु। खानाभन्दा अगाडि चाहिँ यस्तो तातो झोल दिने रहेछ। सोगोकी थप्पा भनेको चाहिँ यो रहेछ। मासुले छोप्ने भात भने रहेछ। थप्पाप भनेको नेपालमा त मासुमा च्याउ, मासु खाने बित्तिकै च्याउ खानु हुँदैन। सँगै पकाउँदा झन् गाउँ होइन। मासुमा च्याउ मिक्स गर्दैन भएको। बन्द सलाद पनि आउँदैछ। यसको चाहिँ हो कार्डबाट हिसाब गर्दा म चाहिँ बसबाट ओर्लेम है यहाँनिर। अब यहाँनिर जाँदैछु मेट्रो रोडमा छ। कुमी क्योङसाल आइपुग्यो है लास्टमा भूमिमा। फर्स्ट टाइम अलिक गाह्रो नि लाग्ने रहेछ। कहाँबाट फोनगान भनेको कता पो हो फेरि है। 안녕하세요. 혹시 본관 어디예요? 본관 저기. 저 지금 사람 들어가는 저기가 본관이에요. 요 건물이에요. 본관. 저기 지금 사람 들어가죠? 예. 예. 예, 알겠습니다. 네, 감사합니다. 갈 때 꼭 갖다 주고 가야 돼요. 예, 알겠습니다. 3층. 예, 감사합니다. यस्तो भेकियो यो कार्ड दिने रहेछ भेकियो भूमि क्योङसाल रे। 2 बजे होइन 1 बजे भर्खर तर कफी खाने भनेको कफी सपमा मान्छे नै छैन चाहिँ एक तलमै हो यहाँनिर। बरु आफ्नो 1 घन्टासम्म बरु आफ्नो काम गरौँ भनेर
बस्दैछु। अब ट्रान्सलेसन पनि सकियो। अब घर फर्किँदैछौँ। टाढा छ, ट्रान्सलेसन धेरै राम्रो भयो। धेरै गाह्रो पनि हुँदैन रहेछ, ठिक ठिकै हुने रहेछ। अनुभव भयो पहिलो। थोरै फरक हुने रहेछ, वर्डहरू केही वर्डहरू कन्ठ गर्नुपर्ने रहेछ। 2 बजीदेखि 4:12सम्म पनि भयो, राम्रो अनुभव भयो। फेरि घर जाँदैछौँ यता गरेर 2 घन्टा लाग्छ फेरि। अब चाहिँ बस चढेँ एउटा भूमिबाट भूमियाक जाने, त्यहाँबाट क्योङसान जाने, फेरि भूमियाक 이제 경산에 도착했습니다. lagi भिडियोमा